भिजेसी छानो नचुहिएको बलेसी कहाँ छ। देख्दै गरेका सपनाहरू, सजाउँदै गरेका रहरहरू अनि ढुङ्गा बन्दै गरेका पसिनाहरू नफुटेका कहाँ छन्। पसिनाको काँडाले डाँडा ढाकेपछि हत्केलाका भाग्य रेखा नमेटिँदाखेरि आसेपासे आशाहरू रैया लाएर नघुमेका कहाँ छन्। लिएको लक्ष्य र उडेको आकाशलाई सिरानी बनाएर नसुतेसम्म हो हातका ठेलालाई सुमसुम्याएर हरियो पासपोर्ट नबोकेकाहरू कहाँ छन्। आशीर्वादले भिजेका अक्षताहरू भाग्यको आँगनमा नसुक्दै पसिनाको पोखरीमा डुबुल्की मार्दै तैरिएका मात्रै कहाँ छन्। यी कविताका हरफहरूको सिर्जना गर्ने रोटरी क्लब अफ देवदह वर्ष 2024-25 का अध्यक्षको जन्म पर्वत जिल्लाको तत्कालीन पाङराङ गाविस वडा नम्बर 6 हालको फलेवास नगरपालिका वडा नम्बर 11 कर्नासमा पिता खिलप्रसाद पाठक र माता भगवती देवी पाठकको साइलो सन्तानको रूपमा विक्रम सम्वत 2046 असोज 6 गते शुक्रबार भयो। 40 वर्ष शिक्षण कालमा जीवनको 24 वर्ष प्रधानाध्यापकको रूपमा विद्यालयको नेतृत्व गर्नुभएका उहाँका पिता कार्यरत श्री सिद्ध माध्यमिक विद्यालय पाङराङमा उहाँको प्रारम्भिकदेखि एसएलसी सम्मको अध्ययन सम्पन्न भयो। एसएलसी उत्तीर्ण भएसँगै उहाँ अध्ययनका लागि काठमाडौँ जानुभयो। काठमाडौँमा रहेका उहाँका दाइहरूसँग बसेर पाटन क्याम्पसमा व्यवस्थापन संकायको अध्ययन सुरु गर्नुभयो। कक्षा 12 को परीक्षापछि खाली समयमा उहाँले होटल म्यानेजमेन्टको 3 महिने कोर्स गर्नुभयो। कक्षा 12 को अध्ययनपछि उहाँ शङ्करदेव क्याम्पसमा बीबीएस भर्ना हुनुभयो। तर खाली समयमा अध्ययन गरेको होटल म्यानेजमेन्टमा उहाँको मन लागिसकेको थियो। त्यसैले बीबीएस छोडेर माउन्ट एभरेस्ट एकाडेमीबाट बीएचएम अर्थात् ब्याचलर्स अफ होटल म्यानेजमेन्ट अध्ययन सुरु गर्नुभयो। सोही क्रममा उहाँले आफ्नो अध्ययनको पेशागत जीवन समेत सुरु गर्नुभयो। त्यसबेला उहाँ बिहानीको समयमा कलेज जाने र दिउँसोमा जागिर गर्न थाल्नुभयो। कलेज र जागिर दुवैतर्फको खटाई बेहिसाब थियो। उहाँले बेला बेला भन्ने गर्नुहुन्छ, यदि त्यस समयमा त्यो तहको खटाई हुन्थेन भने सायद अहिलेको व्यावसायिकताको प्रेसर सहज हुन्थेन होला। काठमाडौँको अध्ययन र जागिर जीवनको व्यस्तताले तब बिट मार्यो जब उहाँले बीएचएमको अन्तिम वर्षको परीक्षा सकेर आफ्नो अध्ययन फिल्डकै जागिरको लागि सन् 2010 मा मालदिप्स प्रस्थान गर्नुभयो। पहिलो पटक देश छोडेर परदेशिएका उहाँ मालदिप्स बस्दा आफूले काम गर्ने होटलमा बडो मेहनतका साथ समर्पित हुनुभयो। 2 वर्षको दौडानमा उहाँले होटलका 4वटा नयाँ शाखाहरूमा होटल सञ्चालकसँग निकटको सम्बन्धमा रहेर काम गर्ने अवसर पाउनुभयो। मालदिप्सको त्यो परिवेशले पनि उहाँमा व्यावसायिक चिन्तन र युक्ति भरपूर रूपमा विकसित गर्न मुख्य भूमिका निर्वाह गर्यो। 2 वर्ष मालदिप्स बसाएपछि उहाँ नेपाल फर्कनुभयो। केही दिन पाङराङमा बसेर उहाँ फेरि काठमाडौँ जानुभयो। काठमाडौँ गए लगत्तै मध्यपूर्वको कुनै देशमा आफ्नै क्षेत्रमा निकै आकर्षक सुविधामा जान लाग्नुभएका उहाँ परराष्ट्र मन्त्रालयबाट उक्त देशमा जान नपाइने भन्ने भएपछि कामको लागि आजीवन विदेश नजाने बाचा गरेर देशमै व्यवसाय गर्ने अठोट लिनुभयो। केही दिन काठमाडौँ बसेर पाङराङ फर्केका उहाँले करिब 6 महिनाको अवधिमा कफी खेतीको लागि करिब 1000 कफीका बिरुवा लगाउने कार्य सम्पन्न गर्नुभयो। कफीको व्यावसायिक खेतीका लागि कफीको वृक्षारोपण सम्पन्न गर्नुभएका उहाँ रूपन्देहीको देवदहमा होटल व्यवसाय गरिरहनु भएका उहाँका दाइ कृष्ण प्रसाद पाठकलाई भेट्न देवदह आउनुभयो। केही दिन देवदह बस्ने हिसाबले आउनुभएका उहाँ बिस्तारै दाइको व्यवसायमा सारथीको रूपमा अगाडि बढ्नुभयो। आफूले अध्ययन गरेको क्षेत्र अनि देश तथा विदेशको कार्य अनुभव भएका उहाँले व्यवसायमै जमेर अगाडि बढ्ने सङ्कल्प गर्दै दाइसँगै पाठक टेन्ट एन्ड क्याटरिङ सुनौलको सुरुवात गर्नुभयो। देवदहमा रेस्टुरेन्ट, सुनौलमा टेन्ट एन्ड क्याटरिङ, नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ मान्छेहरू उहाँ निरन्तर रूपमा मेहनत गर्दै अगाडि बढ्नुभयो। सोही क्रममा समयले पाठक परिवारमा दुःखको पहिरो खसाइदियो। भाउजू गीता भण्डारीलाई प्राणघातक क्यान्सर रोग लागेको थाहा भयो। त्यसपछि व्यावसायिक जीवनमा झन चुनौतीहरू थपिन थाले, तर पनि उहाँ निरन्तर रूपमा दृढ सङ्कल्पित भएर अगाडि बढिरहनु भयो।
पाठक रेस्टुरेन्ट देवदह, पाठक टेन्ट एन्ड क्याटरिङ सुनौलको लोकप्रियतासँगै उपभोक्ता ग्राहकहरूको अपेक्षा र सल्लाह बमोजिम व्यवसाय विस्तार गर्दै विक्रम सम्वत 2076 सालमा हस्पिटालिटी क्षेत्रको महत्त्वकांक्षी योजनाको रूपमा पाठक फुडल्यान्ड एन्ड इभेन्ट भेन्यू प्राली देवदहको सुरुवात गर्नुभयो। हरेक सुख दुःखमा हातेमालो गर्दै अगाडि बढेका पाठक दाजुभाइको पसिना र निरन्तरको लगनको प्रतिबिम्ब पाठक फुडल्यान्ड एन्ड इभेन्ट भेन्यू प्राली रूपन्देही तथा नवलपरासी क्षेत्रमा एक स्थापित व्यवसाय बनेको छ। विक्रम सम्वत 2076 सालमा सुरु भएको महत्त्वकांक्षी योजना पाठक फुडल्यान्ड एन्ड इभेन्ट भेन्यू प्राली सुरुवाती समयमै विश्वव्यापी महामारी कोभिड-19 जस्तो कठिन चुनौतीलाई पार गर्दै निरन्तर अडिग रूपमा अगाडि बढिरहेको छ। अध्ययन, पेशागत अनुभव र निरन्तरको व्यावसायिक जीवनसँगै उहाँ साहित्यिक अध्ययन तथा लेखनमा समेत रुचि राख्नुहुन्छ। मूलतः नेपाली गद्य कविता लेख्न मन पराउने उहाँले साहित्यका हरेक विधाको सूक्ष्मतम अध्ययन गर्ने समेत गर्नुहुन्छ, जसको प्रमाण हो उहाँले लेख्ने गरेका कविताहरू र पाठक फुडल्यान्डमा रहेको रेस्टुरेन्टको भित्तामा रहेको बुक कर्नर। उहाँ विक्रम सम्वत 2077 सालमा नेपाल राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रूपन्देहीको सदस्य हुनुभएको थियो भने हाल उहाँ सोही संस्थाको लुम्बिनी प्रदेश सचिवको रूपमा कार्यरत हुनुहुन्छ। कार्यक्षेत्रगत दक्षता, इमान्दारिता, मृदुभाषी व्यावसायिक व्यक्तित्वको रूपमा आफ्नो बलियो पहिचान बनाउन सफल रोटरी क्लब अफ देवदह वर्ष 2024-25 का अध्यक्ष विक्रम सम्वत 2079 सालको असार 19 गते गैंडाकोट निवासी रेणुका कणेलसँग वैवाहिक बन्धनमा बाँधिनुभयो। विवाहसँगै जीवनयात्रामा जोडिनु भएकी जीवनसङ्गिनी रेणुका कणेल पनि उहाँको व्यावसायिक जीवनको बलियो खम्बा बनेर उभिनु भएको छ। हरेक व्यवसायहरूमा चुनौतीहरू आउँछन्, तर दृढ सङ्कल्प र लगनले चुनौतीहरूलाई अवसरमा बदल्न सकिन्छ भन्ने बुझेका रोटरी क्लब अफ देवदह वर्ष 2024-25 का अध्यक्ष र उहाँका दाई कृष्ण प्रसाद पाठकको परिवारमा केही वर्ष अगाडि जरो गाडेको प्राणघातक रोगले आफ्नो रूप देखाइ छाड्यो। निरन्तरको उपचार र हजार प्रयासको बावजुद विक्रम सम्वत 2079 माघ 3 गते भाउजू गीता भण्डारीले भौतिक शरीर छोडेर जानुभयो। भाउजूको प्रस्थानले पाठक परिवारमा गहिरो वेदना दिए पनि व्यावसायिक जीवनमा उहाँहरू शोकलाई शक्तिमा रूपान्तरण गरेर अगाडि बढिरहनु भयो। सुख दुःख आलो पालो जिन्दगीको रीत न हो भने चाहिँ भाउजूको प्रस्थान भएको केही महिनामै रोटरी क्लब अफ देवदह वर्ष 2024-25 का अध्यक्ष दम्पतिको जीवनमा विक्रम सम्वत 2080 भाद्र 11 गते आशाको दियो बनेर प्रथम सन्तानको रूपमा पुत्र आभ्यान पाठकको उदय भयो। आजकल पाठक फुडल्यान्ड आभ्यानको बाल सुलभ व्यवहारले मुस्कुराइरहेको हुन्छ। विद्यालयको सुरुवाती समयमा आर्थिक कठिनाइमा घरकै भैँसी बेचेर समेत विद्यालय र शिक्षकहरूको आड भरोसा बन्नु भएका उहाँका बुबाको इमान र सामाजिक सेवा भावको चेतनाले उहाँलाई इमान्दार र सहयोगी बन्ने ठूलो प्रेरणा दिएको थियो। विक्रम सम्वत 2049 सालबाटै घरमा स्टेसनरी पसल समेत सञ्चालन गर्दै आउनु भएका बुबाले सानै उमेरबाट उहाँमा व्यावसायिक चिन्तनको बीजारोपण गरिदिनु भएको थियो। उहाँको परिवारमा हाल बुबा आफ्नो 40 वर्षे अध्यापन पेसाबाट निवृत्त जीवनमा हुनुहुन्छ भने आमा आफ्नो निकै लामो अनमी पेसामा स्थानीय स्वास्थ्य चौकीको इन्चार्जको रूपमा कार्यरत हुनुहुन्छ। उहाँका जेठा दाई भाउजू क्यानाडामा हुनुहुन्छ भने माइला दाई भाउजू बागलुङमा बैंकमा कार्यरत हुनुहुन्छ। कान्छा भाइ बुहारी वैदेशिक रोजगारीको क्षेत्रमा काठमाडौँमै व्यावसायिक रूपमा कार्यरत हुनुहुन्छ। सन् 2017 को जनवरी 3 मा देवदहमा जयकिशन अधिकारीको अध्यक्षतामा रोटरी क्लब अफ देवदहको स्थापना हुँदै गर्दा उहाँ चार्टर्ड मेम्बरको रूपमा क्लबमा आबद्ध हुनुभयो। एक व्यक्ति, एक वर्ष र एक कार्यकालको नीति रहेको रोटरी क्लबमा उहाँ हरेक वर्ष विभिन्न पदहरूमा रहेर महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सफल हुनुभयो। गरिबी निवारण, शिक्षा, स्वास्थ्य सेवा, वातावरण संरक्षण, विश्व शान्ति लगायतका महत्त्वपूर्ण क्षेत्रमा क्लबका पदाधिकारी तथा सदस्यहरूसँग हातेमालो गरेर क्लबको अभियानमा निरन्तर उहाँ अगाडि बढिरहनुभयो। 7 वर्षभन्दा बढीको रोटरियन यात्राको अनुभवलाई समेटेर उहाँ हाल वर्ष 2024-25 को लागि रोटरी क्लब अफ देवदहको अध्यक्ष जस्तो गरिमामय पदको जिम्मेवारी सम्हाल्न तम्तयार भएर आउनु भएको छ। एक कवि
एक अध्येता, एक समाजसेवी, एक कुशल युवा व्यवसायी, मृदुभाषी, सरल, शालीन र भद्र व्यक्तित्व, रोटरी क्लब अफ देवदह वर्ष 2024-25 का नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ रोटरियन विष्णु पाठक।